गुड आफ्टरनुन सबैजनालाई फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ। र आज चाहिँ म है बारीमा चाहिँ अस्ति मैले खोर्सानी रोपिरहेको थिएँ नि त। सो आज चाहिँ म त्यसलाई चाहिँ गोड्नुपर्ने छ। सो किनभने झ्यार पुरा आइरहेको छ हो। सो दिउँसो त तपाईँको काम गर्नु सक्दैन किनभने बहुत अहिले घामले गर्दा क्या एकदमै गरम हुन्छ। सो त्यसैले चाहिँ म दिउँसो चाहिँ गर्नु पाइनँ नि त। सो अहिले चाहिँ घाम अब अस्तायो होइन। सो त्यसैले अब चाहिँ म खोर्सानी गोड्नु गइरहेको छु। सो हेर्नुहोस् ल है, जस्तो अस्ति मैले खोर्सानी यस्तो मेहनतले रोपिरहेको छु हो। सो यस्तो झोड उयो तपाईँको झ्यार आइरहेको छ हो। सो आज चाहिँ गोड्नुपर्ने हुन्छ। सो रोप्नुपर्ने पनि छ, हेर्नुहोस् न त्यत्रो भइरहेको छ हो। सो आज रोप्नुपर्ने छ। सो यसलाई तपाईँ गोड्नुपर्ने छ हो। सो तपाईँको यस्तो मेहनतले रोपेन भने चाहिँ तपाईँको यहाँ चाहिँ जनावरले खाइदिइहाल्छ नि त। सो त्यही कारणले गर्दा चाहिँ तपाईँको यस्तो पाराले है झ्यार चाहिँ हेर्नुहोस् न, बर्खा लाग्यो कि त झ्यार त तपाईँको यति छिटो आउँछ कि। सो हेर्नुहोस् न खोर्सानीले नै पुऱ्याउने आउँछ झ्यार पनि हो। सो अब यसलाई मजाले गोड्नुपर्ने हुन्छ है। अहिले चाहिँ अब गोडिसक्यो कि त्यत्रो भइसक्यो खोर्सानी चाहिँ हो, दामी भइसक्यो। मिहिनेतको फल त यस्तो हुन्छ। सो यसले चाहिँ एउटा बोटले त फल्नु पनि थालेछ है। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है। फलिरहेको रहेछ है, फर्सी भइरहेको छ। सो बस्तीमा बसेको चाहिँ यति चाहिँ अलिकति भए पनि फाइदा हुन्छ कि अलिकति भए पनि सब्जीहरू चाहिँ बारीमै रोपेर चाहिँ तपाईँको भरिहालेको छ है। सो अब यति भर्नु छ। मैले बारी चाहिँ अस्ति नै खनेर रेडी गरिरहेको थिएँ नि त। सो